एउटा यस्तो प्रेम जसको कुनै सीमै छैन, जुन सुनीले सिकाएर गएकी छिन्, जसको कुनै अन्तै छैन आयु सर। त्यस्तो प्रेम जस्तो जस्तो एउटा अनन्तको प्रेम। साँच्चै हाम्रो हाम्रो पहिलो भेट एउटा अद्भुत भएको थियो। एउटा पुरानो पुस्तक पसलमा हामी संयोगले भेट भएका थियौँ आयु सर। मैले एउटा पुरानो किताब पल्टाउँदै थिएँ अनि सुनी पनि त्यही पुस्तक लिन त्यही पुस्तक पसल आएकी थिइन्। मेरो हातमा एकैचोटि उनले मेरो हात समातेर भनिन् अनि आँखा जुदाएर भन्न थालिन्, अभि तिमीलाई कविताहरू मनपर्छ? अनि मैले पनि भनिदिएँ, हो, म कविताहरूमा हराउने गर्छु, म शब्दहरूमा हराउने गर्छु सुनी। बस त्यही दिन हाम्रो प्रेमको सुरुवात भएको थियो लक्ष्मी। त्यही दिन हाम्रो प्रेमको सुरुवात भएको थियो। त्यो संयोग, त्यो प्रेमको सुरुवात भएको थियो। समय बित्दै गयो अनि हामी बीचको सम्बन्ध पनि गाढा बन्दै गए। हरेक दिन जसो हामीमा कुराकानी बढ्दै गए। टिकटकदेखि लिएर फेसबुकमा, व्हाट्सएपमा हाम्रा च्याटहरू दिनका दिन अगाडि बढ्दै गए। साँच्चै बर्खाको झरीमा हिँड्ने हाम्रो रहर थियो। अनि कहिलेकाहीँ सुनी र मेरो झगडा पनि पर्थ्यो। अनि त्यही झगडामा प्रेम पगाल्ने पलहरू पनि थिए हाम्रा। साँच्चै ती क्षणहरूले हाम्रो सम्बन्धलाई अमिट बनाइरहेको थियो। साँच्चै अमिट बनाइरहेको थियो। यो संसारै उज्यालो लाग्थ्यो मलाई सुनीको समीपमा। सुनीका शब्दहरू, बोलीहरू सुनिरहँ जस्तो लाग्थ्यो। उनको नामसँगै उनका शब्दहरू पनि म सुनिरहन्थेँ। साँच्चै प्रत्येक पल सुनीको शब्दमा म हराइरहन्थेँ। उनकै प्रेममा म हराइरहेको थिएँ। तर आयुष सर, हेर्नुहोस् न, त्यो माया गर्ने भाग्यमा पनि अर्कै लेखेको रहेछ प्रेम सर। के गर्ने, यो माया गर्ने प्रेमीहरूको भाग्य सधैँ आफ्नै पक्षमा नहुँदो रहेछ। अनि एक दिन अचानक मलाई सुनीले बोलाइन्, भेट्न बोलाइन्। त्यो सातो बाटोको चौतारीमा उनले मलाई भेट्न बोलाइन्। अनि उनको आँखामा आँसु नै आँसु थियो। मेरी सुनीको आँखामा आँखाभरि आँसु थियो। बोली भारी थियो मेरी सुनीको। साँच्चै उनी भन्दै थिइन्, अभि म तिमीलाई धेरै माया गर्छु अभि, तर हाम्रो सम्बन्ध यहाँसम्मै सीमित रहने भयो अभि। हामी सँगै अब नहिँड्न सक्ने भयौँ। अनि मलाई अचम्म लाग्यो आयुष सर, मलाई एकदमै अचम्म लाग्यो। अनि मैले, सुनी, यो के भने कि तिमीले? भन त सुनी, म तिमी बिना बाँच्न सक्छु र? भन त, म तिमी बिना एक पल पनि बाँच्न सक्छु? सुनी, भन त, तिमी यसरी कसरी निष्ठुरी हुन सक्छौ? सुनी, भन त, तिमी कसरी यसरी निष्ठुर हुन सक्छौ? सुनीले आँसु नै थाम्न सकिनन्। अनि अभि, मसँग तिमी र म सँगै बाँच्ने अधिकार छैन अभि। म यो निर्णय एक्लै लिन सक्दिनँ। मेरो परिवारले मेरो बिहा अरूसँगै तय गरिसकेको छन्। म लड्न चाहन्छु अभि, तर मेरो हात बाँधिएको छ अभि, मेरो हात बाँधिएको छ। साँच्चै त्यतिखेर मेरो मुटु लक्ष्मी छिया भएको थियो, टुक्रा टुक्रा भएको थियो। मेरो आँखाभरि आँसु नै आँसु थियो। अनि मैले सुनीको हात समात्दै भने, सुनी, तिमी माया गर्छौ नि मलाई? सुनी, तिमी माया गर्छौ नि? यदि तिमी माया नै गर्छौ भने किन हामी यो समाजसँग डराउनु पर्यो? किन हामी तिम्रो परिवारसँग डराउनु पर्यो कि हाम्रो जीवन हामी छुट्टै बाँच्न सक्दैनौ र सुनी? भन त। सुनी घभरि आँसु पार्दै थिइन्। सुनी रुँदै जवाफ दिइन्, साँच्चै माया गर्दा कहिलेकाहीँ बिछोड अपरिहार्य हुन्छ अभि।
म चाहेर पनि तिम्रो साथ दिन सक्दिनँ अभि। प्यार गर्नुपर्छ अभि। म परिवारको निर्णय मान्न बाध्य छु अभि। साँच्चै मेरा आँखामा आँखाभरि आँसु थिए समीर सर, आयुष सर, मेरा आँखाभरि आँसु थिए। मैले सुनीलाई अन्तिम पटक कसेर अँगालो हालेँ अनि त्यो अँगालोमा असङ्ख्य पीडाहरू थिए। त्यो अँगालोमा असङ्ख्य पीडा थिए। सुनले मलाई हल्कासँग चुम्बन गरिन्। त्यो चुम्बन हाम्रो प्रेमको अन्तिम चुम्बन थियो। साँच्चै भनौँ त त्यो बिछोडको चुम्बन थियो हाम्रो। साँच्चै उनी भन्दै थिइन्, अभि यदि पुनर्जन्म हुन्छ भने म तिमीलाई नै रोज्नेछु अभि, म तिमीलाई नै रोज्नेछु। बस उनले यति भनिन् अनि म टुलु हेर्नु बाहेक अरू केही समय रहेन। सुनी आँखाबाट ओझेल नपरुन्जेल म टुलु हेरिरहेँ। म एक्लै थिएँ। केवल मसँग सुनीका सम्झनाहरू मात्र थिए। साँच्चै समय बित्दै गयो अनि घाउ कहिल्यै पनि निको भएन। लक्ष्मी, त्यो घाउ कहिल्यै पनि निको भएन। समयले सब थोक बिर्साउँछ भन्थे आयुष सर, तर केही घाउहरू कहिल्यै पनि निको नहुने रहेछ। केही घाउहरू कहिल्यै पनि निको नहुने रहेछ। सुनीको साँच्चै एक दिन सुनीको विवाह भएको खबर आयो आयुष सर। अनि म त्यो दिन बर्खाको पानीमा म एक्लै भिजेँ। मेरा आँखाबाट झरिरहेका आँसुहरू ती बर्खाका पानीमा मिसिए। र मैले मनमा नै सोधेँ, के माया साँच्चै कमजोर हुँदो रहेछ? तर मलाई त्यो सवालको जवाफ दिने मेरी सुनी मेरो साथमा थिएनन्। साँच्चै मसँग मेरी सुनी साथमा थिएनन्। म एक्लो थिएँ त्यतिखेर। साँच्चै म एक्लो थिएँ। एक्लोपन भएको थियो सुनी मलाई। धेरै वर्षपछि अनि फेरि एउटा चिठी आयो मलाई। मेरी सुनीको चिठी आयो आयुष सर। साँच्चै म कति आतुर थिएँ उनका शब्दहरू सुन्नको लागि। उनको शब्दहरू म एक्लो थिएँ। एक्लोपन भएको थियो सुनी मलाई। धेरै वर्षपछि अनि फेरि एउटा चिठी आयो मलाई। मेरी सुनीको चिठी आयो आयुष सर। साँच्चै म कति आतुर थिएँ उनका शब्दहरू सुन्नको लागि। उनको शब्दहरू महसुस गर्न म कति आतुर थिएँ। र उनले त्यो चिठीमा लेखेकी थिइन्, प्रिय अभि, मेरो मलाई प्राणभन्दा नि प्यारो माया गर्ने अभि, हेर न, जीवनले हामीलाई अलग गर्यो, तर मेरो हृदयमा सधैँ तिमी भित्र बाँचेको छ अभि। मायामा केवल साथ भएर नै कायम हुँदैन अभि, कहिलेकाहीँ टाढा भएर पनि अमर रहन्छ। म आज पनि हर रात तिमीलाई नै सम्झन्छु अभि। यदि पुनर्जन्म हुन्छ भने म तिमीलाई नै रोज्नेछु अभि। मेरो शरीर कसैसँग भए पनि मेरो आत्माले तिमीलाई नै खोजिरहेको छ। मेरो मनले तिमीलाई नै चाहन्छ अभि। तिमी जहाँ छौ, जस्तो छौ, राम्ररी बस्नु ल। बस मेरा ती शब्दहरू मैले आज पनि त्यो मेरो दराजमा सजाएर राखेको छु चिठी आयुष सर। साँच्चै मेरा आँखाभरि आँसु नै आँसु थिए। किनभने प्रेम कहिले पनि सकिँदो रहेनछ साथीहरू। प्रेम कहिले पनि मर्दो रहेनछ। प्रेम त केवल प्रतीक्षा रहेछ। एउटा अनन्त प्रतीक्षा, जो कहिल्यै पुरा नहुने प्रतीक्षा रहेछ प्रेम। साँच्चै केवल प्रेम प्रतीक्षा रहेछ। म आज पनि उनलाई सम्झिन्छु अनि त्यही चिठी हेर्छु, मनमा नै सम्झिन्छु। कहाँ छिन् होली मेरी सुनी, के गर्दैछिन् होली? बस यस्तै सम्झना।